हेलो एभ्रियन, सबैलाई स्वागत छ। हामी प्री बोर्डको सोल्युसन गर्दैछौँ कस्ट एन्ड म्यानेजमेन्ट एकाउन्टिङको सेकेन्ड इयर है, बीबीएस सेकेन्ड इयर खास गरी। र यसमा हामी न्युमेरिकल मात्रै सोल्युसन गर्छौँ। न्युमेरिकलको क्वेसन सुरुमा हेर्दाखेरि 2 मार्क्सको ग्रुप ए को 2 मार्क्स खालेमा 6 नम्बरमा सोधिरहेछ रिअर्डर क्वान्टिटी पत्ता लगाऊ। हामी चाहिँ फर्मुलाहरू कसरी बने, कुन कुन च्याप्टरमा के छ भनेर टोटल जाँदैनौँ, मात्र सोल्युसन मात्रै गर्छौँ। टोटलको लागि चाहिँ हामी पछि भिडियोहरू बनाउने छौँ। प्रतीक्षा गर्नु होला र हेर्दै गर्नु होला। मन परेमा सब्स्क्राइब पनि गर्नुहोस्, लाइक पनि गर्नुहोस् है, सपोर्ट हुन्छ त्यसबाट। ल हामी सुरु गरौँ। पेपरको फोटो चाहिँ म लास्टमा स्क्यान गरेर राखिदिन्छु। सुरु गरौँ हिसाब क्वेसन नम्बर 6 बाट। हामीलाई 2 मार्क्समा सोधेछ, त्यही भएर हामीले गिभन टिपिराख्नु पर्छ जस्तो लाग्दैन हैन। अब रिअर्डर क्वान्टिटी पत्ता लगाऊ भनेछ। रिअर्डर क्वान्टिटीकै फर्मुला लगाउनु भन्दा हामीले फर्मुलाहरुमा 3टा 4टा फर्मुला सम्झियौं भने म्याक्सिमम स्टक लेभल, मिनिमम स्टक लेभल को फर्मुलाबाट यो रिअर्डर क्वान्टिटी पत्ता लाग्छ। रिअर्डर क्वान्टिटी केमा हुन्छ भन्ने चाहिँ फर्मुला जान्नु पर्यो। म्याक्सिमम स्टक लेभल भनेर दिएको छ क्वेसनले। यो म्याक्सिमम स्टक लेभलको फर्मुलामा चाहिँ रिअर्डर क्वान्टिटी भन्ने हुन्छ। अब लेख्छु मैले, अनि बुझ्ने होला है। यसलाई चाहिँ आरओक्यू पनि भन्छ, सर्ट फर्ममा आरओक्यू भन्छ। अब फर्मुला के छ भनेर हेरौँ। हामीसँग म्याक्सिमम स्टक लेभलको फर्मुला आरओक्यूकै फर्मुला बनाए पनि म्याक्सिमम स्टक लेभलकै फर्मुलाबाट बन्ने हो। त्यही भएर रिअर्डर लेभल प्लस आरओक्यू माइनस चाहिँ म्याक्सिमम छ भने अब मिनिमम आउँछ के। अनि फेरि मिनिमम कन्जम्पसन छ भने म्याक्सिमम आउन्न, के आउँछ भन्दा त्यसमा नर्मल भन्ने आउँछ। त्यो चाहिँ फर्मुलाहरुमा हेरौँला, पछिका क्लासमा हेरौँला। अहिलेलाई भने फर्मुला लेख्दै हिसाब गरौँ। अब म्याक्सिमम स्टक लेभल दिएको छ हामीलाई, क्वेसनले नै 12,000 युनिट दिएको छ। जे छ त्यो लेखिहालौँ, यो अर लेखेको। रिअर्डर लेभल 7,200 दिएकै छ, 7,200 प्लस आरओक्यू हामीले पत्ता लगाउने हो, माइनस मिनिमम कन्जम्पसन दिएको छैन, वर्किङ नोटबाट निकाल्न पर्यो। अनि मिनिमम आरओपी भनेको आरओपी भन्दा बित्तिकै रिअर्डर पिरियड भन्छौँ, जसलाई डेलिभरी पिरियड पनि भनेर बुझिन्छ। मिनिमम भन्दा बित्तिकै यो 8 हेर्न पर्यो है, अगाडिको 8। अब यहाँ हामीलाई के छैन, मिनिमम कन्जम्पसन छैन भनेपछि यसलाई 2-4 लाइन छोडेर वर्किङ नोटतिर जाम। हामीलाई मिनिमम कन्जम्पसन दिएको छैन, तर एभरेज कन्जम्पसन दिएको छ। एभरेज भनेको के भन्दा मिनिमम प्लस म्याक्सिमम डिभाइडेड बाइ 2। एभरेज कन्जम्पसनको फर्मुला यही भयो। अब मिनिमम एभरेज कन्जम्पसन दिएको छ हामीलाई 800 युनिट दिएको छ। मिनिमम कन्जम्पसन हामीले झिक्ने हो। म्याक्सिमम दिएको छ हामीलाई, यहाँ दिएको छ नि 1000 डिभाइड 2। अब यो डिभाइड 2 छ, यता जाँदा मल्टिप्लाई भयो 800 × 2। अनि यो यहाँ प्लस छ, डाइरेक्ट गरिन, फेरि कसैले बुझ्नुहुन्न। प्लस 1000 8 दुना 1600 भयो। अनि यो प्लसमा थियो, यता आउँदा माइनस भयो। मिनिमम कन्जम्पसन यसलाई अर लेख्दै जानु पर्यो। अब DR4 लेखिदिनु भयो। मिनिमम कन्जम्पसन इक्वल टु 1600 माइनस 1000 गर्दाखेरि 600 युनिट। अब यो वर्किङ नोटबाट जति आयो त्यसलाई हामी यहाँ लगेर राखिदिनु पर्यो मिनिमम कन्जम्पसनको ठाउँमा। अब यसलाई सोल्युसन गर्दा आरओक्यू आउँछ। यो 12,000 को 12,000 भयो। यो 7,200 प्लसमा छ, यता आउँदा माइनसमा भयो। अनि यो 600 × 8 पनि प्लसमा छ, यता माइनसमा छ, यता आउँदा प्लस भयो। 8 6 का 48 00 भयो। इक्वल टु आरओक्यू प्लसमै छ, यता आरओक्यू उतै राख्दियौँ। यो टोटल हिसाब गर्दाखेरि जति आयो त्यो भनेकै आरओक्यू भयो। 9,600 इक्वल टु आरओक्यू भयो। DR4 लेखौँ, रिअर्डर क्वान्टिटी आरओक्यू इक्वल टु 9600 युनिट्स। यही निकाल्नु पर्यो। 2 मार्क्सको लागि पनि वर्किङ नोट गर्दाखेरि अलि धेरै नै छ यो, हेर्नु पर्यो आफूले। अब क्वेसन नम्बर 7 मा सोधेको छ टोटल वेजेस अन्डर ग्यान्ट टास्क बोनस GANTT हुन पर्ने टास्क बोनस स्किम भनेछ। अब बोनस स्किमहरू डिफ्रेन्ट छ। ग्यान्ट ट्याक्समा के हुन्छ भन्दा टोटल वेजेस, अब यहाँ एक्चुअल आउटपुट कति छ भनेर हेर्नु पर्यो। एक्चुअल आउटपुट चाहिँ धेरै छ भने के हुन्छ, एक्चुअल आउटपुट इन्टु हायर रेट भन्ने हुन्छ हैन।
आइपिस रेट भन्ने हुन्छ। तर यदि लो छ भने चाहिँ स्ट्यान्डर्ड आउटपुट इन्टु भन्ने हुन्छ। यहाँ स्ट्यान्डर्ड आउटपुट 1000 छ तर उत्पादन भएछ कति 1200 युनिट भनेपछि बढी उत्पादन भयो भनेपछि बढी नै वेजेस पाउँछ है भन्ने। 1000 को स्ट्यान्डर्ड थियो तर 1200 युनिट उत्पादन भयो भने हाई पिस रेट अनुसार वेजेस पाउँछ भन्ने तरिकाले गर्ने है त। ल फर्मुला लेखिहालौँ। क्वेसन नम्बर 7 को सोलुसन हियर एक्चुअल आउटपुट के छ धेरै छ के भन्दा स्ट्यान्डर्ड आउटपुट भन्दा। अब अन्डर ग्यान टास्क बोनस स्किम हामीलाई त यो स्किम अनुसार टोटल वेजेस निकाला भनेछ नि त। टोटल वेजेस इक्वल टु के हुन्छ भन्दा बढी छ नि एक्चुअल आउटपुट बढी छ भन्दा बित्तिकै एक्चुअल आउटपुट जति छ त्यतिको दिन्छ। तर कुन रेट दिन्छ भन्दा हाई पिस रेट। एक्चुअल आउटपुट भनेको 1200 युनिट छ। हाई पिस रेट भनेको के हो त भन्दा यहाँ जुन रेट दिएछ नि कस्ट 20 दिएको छ यसको 120% के 120% अफ RS 20 पर पिसको 20 रहेछ। तर हाई पिस रेट भन्दा बित्तिकै 120% हुन्छ। लो पिस रेट भन्यो भने ओसी हुन्छ। तर ग्यान ट्याक्समा लो पिस रेट भन्ने हुँदैन है। 1200 इन्टु 20 को 120% गर्दा चाहिँ 24 हुन्छ। इक्वल टु RS 28800 यही नै भयो। देयरफोर टोटल वेजेस अन्डर ग्यान टास्क बोनस स्किम इज RS 28800 लेखिदिनु होला। अब हामी जाम क्वेसन नम्बर 8 मा। क्वेसन नम्बर 8 मा के सोधेछ भन्दा मेसिन आवर HOUR हुनुपर्ने है। आवर रेट अफ दि प्रोडक्सन डिपार्टमेन्ट भनेछ। प्रोडक्सन डिपार्टमेन्ट कतिवटा छन् एउटा BA र B गरेर छुट्टा छुट्टै छन्। अब मेसिन आवर रेट भनेको के हो भन्दा टोटल ओभरहेड अपन मेसिन आवर हो। टोटल ओभरहेड कसरी आउँछ यसमा अब लामो त छैन। फ्याक्ट्री रेन्ट र डिप्रिसिएसन जोड्दाखेरि टोटल ओभरहेड आयो। त्यसमा मेसिन आवरले भाग गरिदिने इन दुईटा जोड्ने यसले भाग गर्ने इन दुईटा जोड्ने यसले भाग गरिदियो भने आउँछ है त। गरौँ है त ल। अब मैले के लेखेँ भन्दा मेसिन आवर रेट टोटल ओभरहेड अपन मेसिन आवर हुन्छ भनेर सुरुमा फर्मुला लेख्दै अनि डिपार्टमेन्ट A र B को चाहिँ छुट्टा छुट्टै गर्नुपर्छ भनेर लेख्दै। अब टोटल ओभरहेड A को कसरी पत्ता लगाउने भने यो र यो जोड्ने यो लेखेर देखाउनु पर्दैन सिधै जोड्दिए भयो। 1000 प्लस 6000 डिभाइडेड बाइ 1000। क्यालकुलेटरमा फेरि डाइरेक्ट गर्ने हैन है। पहिला माथिको गर्नु पर्यो प्लस अनि बल्ल भाग गर्नु पर्यो। 7000 भयो 6 र 1 7000 भयो डिभाइडेड बाइ 1000 गर्दाखेरि कति आउँछ RS 7 पर आवर। त्यस्तै गरी यसको पनि गर्नु पर्यो 3000 र 9000 रहेछ। 3000 प्लस 9000 फ्याक्ट्री ओभरहेड र डिप्रिसिएसन जोडियो डिभाइडेड बाइ मेसिन आवर गरियो। टोटल ओभरहेड आयो 9 र 3 जोड्दा 12000 भयो डिभाइडेड बाइ 6 2000 गर्दाखेरि RS 6 पर आवर। क्वेसन नम्बर 8 को यही भयो एन्सर। अब क्वेसन नम्बर 9 मा पनि न्युमेरिकल नै छ। के भनेछ लेबर टर्नओभर रेट अन्डर सेपरेसन मेथड। सेपरेसन मेथड अनुसार लेबर टर्नओभर रेट पत्ता लगाऊ भनेछ। यिनी फर्मुला च्याप्टर 2 मै छ। अब के हुन्छ भन्दा फर्मुला भनिदिइहाले। नम्बर अफ इम्प्लोइ क्वाइट भनेछ नि यहाँ क्वाइट प्लस डिस्चार्ज भनेछ। जति छन् तिनलाई एभरेज नम्बरले चाहिँ भाग गरिदियो भने के आउँछ भन्दा लेबर टर्नओभर रेट आउँछ सेपरेसन मेथड अनुसार। तर रिप्लेसमेन्ट मेथड अनुसार भन्थ्यो भने नम्बर अफ इम्प्लोइ रिप्लेसबाट गरिन्थ्यो है। तर रिप्लेसमेन्ट नभनेपछि यो गर्नु परेन। यो त्यतिकै दिएको यो दुईटा काम लाग्छ। 9 मा मैले सोलुसन लेखेँ। नम्बर अफ लेबर सेपरेट निकाल्नु पर्यो पहिला। नम्बर अफ लेबर मैले के लेखेँ भन्दा नम्बर अफ लेबर सेपरेसन भन्दै बित्तिकै नम्बर अफ इम्प्लोइ क्वाइट गरेका र इम्प्लोइ डिस्चार्ज गरेका सेपरेट भएकै छुट्टिए अलगिएका भन्दै बित्तिकै अब कति छन् 30 र 20 भनेछ। 30 प्लस 20 छन् भनेछ इक्वल टु 50 भयो। त्यस्तै गरी अब एभरेज नम्बर अफ इम्प्लोइ निकाल्न पर्यो। एभरेज एबिजी लेख्न पाइयो नम्बर अफ इम्प्लोइ। अब के हुन्छ भन्दा एभरेज भन्दै बित्तिकै बिगिनिङको हुन्छ अनि इन्डिङ डिभाइडेड बाइ 2 हुन्छ। बिगिनिङ नम्बर अफ इम्प्लोइ प्लस इन्डिङ इम्प्लोइ अपन डिभाइड 2 जतिवटा जोडियो त्यतिले भाग गरिन्छ एभरेज निकाल्नलाई। अब 350 रहेछ यहीँ दिएको छ। 450 रहेछ। बिगिनिङमा 350 इन्डिङमा 450 रहेछ प्लस 450 डिभाइड 2 गर्दाखेरि आयो 400।
अनि हामीलाई खासमा पत्ता लगाउन भनेको त के हो भन्दा लेबर टर्नओभर रेट हो हैन। हामी लेबर टर्नओभर रेट पत्ता लगाउँछौँ देयरफोर या लेबर टर्नओभर रेट, यसलाई एलटीआर पनि भन्न मिल्छ। अब यसमा फर्मुला हो नम्बर अफ इम्प्लोइ सेपरेट डिभाइडेड बाइ एभरेज नम्बर अफ इम्प्लोइ, नम्बर अफ इम्प्लोइ सेपरेट ड्युरिङ द पिरियड डिभाइडेड बाइ एभरेज नम्बर अफ इम्प्लोइ ड्युरिङ द पिरियड भनेर फर्मुला भयो। हामीले यो आएको थियो 50 आएको थियो, एभरेज नम्बर 400 आएको थियो, गर्दाखेरि इन्टु 100 पनि गरिदिनु पर्छ है, सरी नलेखेर लास्टमा गर्छु भने नि पाइयो, इक्वल टु 12.5% आयो। यही नै भयो लेबर टर्नओभर रेट इक्वल टु यति लेखिदिनु देयरफोर। ल अब अर्कोमा जाऊँ। ग्रुप एमा अझै 10 मा रहेछ। 10 मा के सोधेछ भन्दा एबिसी कम्पनी इज वर्किङ एट इट्स एनुअल नर्मल क्यापेसिटी 50,000 युनिट्स, द टोटल कस्ट पर युनिट दिएर रहेछ, द एनुअल फिक्स कस्ट आरएस 5 लाख दिएर रहेछ, एनुअल फिक्स कस्ट दिएछ, नर्मल क्यापेसिटी दिएछ र टोटल कस्ट पर युनिट दिएछ। अनि टोटल कस्ट एट 80% अफ नर्मल क्यापेसिटी 50,000 को 80% कति हुन्छ त्यसको चाहिँ टोटल कस्ट निकाल भनेछ। यसको लागि हामीले भेरिएबल कस्ट त चाहिन्छ नै, भेरिएबल कस्ट निकाल्ने कसरी भनेर हेरौँ है त। ल क्वेसन नम्बर 10 को सोलुसन। अब पहिला के पत्ता लगाऊ भने 80% अफ नर्मल क्यापेसिटी को पत्ता लगाऊ भनेछ। पहिला 80% कति रहेछ हेरौँ है त। यो पछि झिके पनि हुन्छ तर मैले पहिले झिक्दिएँ। 50,000 भनेछ, 50,000 को चाहिँ कति पर्सेन्ट 80% भन्दा 40,000 आयो। क्याल्कुलेसन गर्ने युनिट आयो। हामीलाई सोधेछ के भनेर सोधेछ भन्दा टोटल कस्ट एट 80% क्यापेसिटी भनेर सोधेछ, भनेको 40,000 युनिटमा कति हुन्छ भनेर। अनि हामीलाई एउटा दिएको छ, के दिएछ वी हेभ, हामीसँग के छ भन्दा टोटल कस्ट पर युनिट दिएको छ। यहाँ गरेको हेर्ने अनि लास्टमा पेपर छ त्यो आफै सल्युसन गर्ने है। तपाईहरु यो कलेज भन्दा अन्तबाट, यो पेपर दिएको कलेज भन्दा अन्तबाट हुनुहुन्थ्यो नि। टोटल कस्ट पर युनिट भनेको पर युनिटका कुरा छन्। टोटल कस्ट हुनलाई के हुनु पर्यो, फिक्स कस्ट र भेरिएबल कस्ट हुनु पर्यो। भनेपछि टोटल कस्ट हुनलाई फिक्स कस्ट र भेरिएबल कस्ट हुनु पर्थ्यो अनि टोटल कस्ट पर युनिट हुनलाई फिक्स कस्ट पर युनिट र फिक्स कस्ट पर युनिट एफसीपीयू प्लस भेरिएबल कस्ट पर युनिट, मैले सर्ट फर्म लेख्दिएँ। फिक्स कस्ट पर युनिट र भेरिएबल कस्ट पर युनिट भयो भने टोटल कस्ट पर युनिट आउँछ। टोटल कस्ट पर युनिट हामीलाई 40 दिएको छ, यो अर्को है। अनि एफसीपीयू अब फिक्स कस्ट पर युनिट कसरी निस्किन्छ भन्दा जहिले पनि फिक्स कस्ट डिभाइडेड बाइ नर्मल क्यापेसिटी, कहिलेकाहीँ अरू क्यापेसिटी भनेर दिएको हुनसक्छ तर जहिले पनि फिक्स कस्ट अपन नर्मल क्यापेसिटी गर्ने है। फर्मुला लेखिराख्नु परेन, मैले लेखिनँ। फिक्स कस्ट भनेको 5 लाख भयो अनि 50,000 भयो नर्मल क्यापेसिटी, प्लस भेरिएबल कस्ट पर युनिट हामीलाई पत्ता लगाउने 5 10 अनि 50 भयो, 10 प्लस VCPU भयो, और 40 इक्वल टू 10 प्लस VCPU भेरिएबल कस्ट पर युनिट, और 40 माइनस 10 इक्वल टू VCPU। अब यसलाई यता ल्याउन पाइयो, VCPU इक्वल टू 40 माइनस 10 भनेको 30 भयो। RS पर युनिट त भयो, भेरिएबल कस्ट पर युनिट यही लेखेछौँ। अब हामीलाई के निकाल्न छ भन्दा TC फर 80% भनेको थियो, 80% भनेको 40,000 युनिट्स हो, हामीलाई थाहा छ। यो भनेको के हुन्छ भन्दा फिक्स्ड कस्ट प्लस भेरिएबल कस्ट। फिक्स्ड कस्ट भनेको जहिले पनि दिएकै छ, त्यही दिएको छ, त्यही भयो 5 लाख नै भयो। 40,000 को लागि फेरि छुट्टै हुन्छ है, यो भनेर गर्नु परेन। 40,000 इन्टु 10 गर्यो भने फेरि कुरो बिग्रियो, किनकि नर्मल क्यापेसिटीमा हुन्छ फिक्स कस्ट। अनि भेरिएबल कस्ट भनेको भेरिएबल कतिको युनिटको लागि, 40,000 युनिटको लागि, इन्टु पर युनिट कति छ 30 छ। VCPU इन्टु युनिट गरे के गर्दाखेरि 17 लाख आयो। यो टोटल हिसाब गर्दा 17 लाख आयो। RS देयरफोर लेख्नु पर्छ जस्तो लाग्छ नि, आफै लेख्नु होला। अब हामी ग्रुप ए बाट भ्याइयो, ग्रुप बी मा जान्छौँ। डिफरेन्ट बिट्विन भनेछ, हामीले गर्दैनौँ। अब न्युमेरिकलमा बी मा सोधेछ द सेल्स रिक्वायर्ड प्रोडक्सन बजेट एन्ड मेटेरियल पर्चेज बजेट फर 3 मन्थ फ्रम वैशाख टु असार। वैशाख जेठ असारको 3टा महिनाको चाहिँ के प्रोडक्सन बजेट र मेटेरियल पर्चेज बजेट बनाऊ भनेछ। अब यो गरौँ है त। म पहिला फर्मेट बनाउँछु अनि आउँछु है। फर्मेटको लाइन चाहिँ तानिसकेँ। अब यसमा लेख्ने कुरा चाहिँ लेखौँ ल। प्रोडक्सन बजेटको यो चाहिँ हामीले फर्मेट जानेर जानुपर्छ, घोकेरै भन्दा पनि भयो, घोकेर अथवा बुझेर। प्रोडक्सन बजेटमा सुरुमा सेल्स युनिट लेख्छौँ, त्यसपछि हामीले यसमा एड गर्छौँ के भन्दा यो फर्मेटै हो, क्लोजिङ इन्भेन्ट्री अफ फिनिश स्टक, स्टक अथवा गुड्स। अब यसलाई
ट्याक्क लाइन तान्दिन टोटल निडेडमा लेस गर्छौं के भन्दा ओपनिङ इन्भेन्ट्री जुन छ त्यसलाई लेस गर्छौं के को फिनिश स्टक है। अब यसबाट के आउँछ भन्दा प्रोडक्सन युनिट आउँछ। अब यहाँ जम्मा हामीलाई कति महिनाको भने वैशाख जेठ असारको भनेछ, तर मैले चैतको पनि लेखेको छु, श्रावणको पनि लेखेको छु, टोटल भन्ने एउटा छुट्टै पनि लेखेको छु। यो किन लेखेको भन्दा यो चैतको जुन छ हामीलाई यहाँ अर्को प्रोडक्सन बजेट मात्र नभनेर मेटेरियल पर्चेज बजेट पनि बनाऊ भनेको छ। यसको लागि मेटेरियल पर्चेज बजेटको लागि चैतको पनि हामीलाई प्रोडक्सन युनिट चाहिन्छ, त्यही भएर मैले यो पनि बनाएको। यो जोड्दा यो टोटलमा जोड्दाखेरि वैशाख जेठ र असारको मात्रै जोड्ने है। वैशाख जेठ र असारको यो चैतको जोड्नु परेन, साउनको जोड्नु परेन। साउनको हामीलाई यसको क्लोजिङ इन्भेन्ट्रीको लागि काम लाग्छ, त्यही भएर लेखेको। कसरी बनायो भन्दा अब यहाँ हेर्नुपर्छ कि यो हामीलाई चाहिएन। द कम्पनी हैज अ पोलिसी अफ किपिङ द इन्डिङ इन्भेन्ट्री अफ फिनिश गुड्स इन इन्डिङ इन्भेन्ट्री अफ फिनिश गुड्स है। यो हो झुक्क्याउने शब्द नै यही हुन्छ कि वर यता इन इच मन्थ इक्वल टु नेक्स्ट मन्थ सेल्स एन्ड 50% अफ। अब के रहेछ, फिनिश गुड्सको स्टक चाहिँ इक्वल टु नेक्स्ट मन्थ सेल्स, अर्को महिनाको सेल्स जति छ त्यति नै फिनिश स्टक रहन्छ है। फिनिश स्टक को गुड्स रहन्छ भनेर इन्भेन्ट्री रहन्छ भनेर भनेछ भने र मेटेरियलको चाहिँ 50% रहन्छ भनेर भने रहेछ। अब यो कसरी गर्ने भन्दा यो जति छ अर्को महिनाको त्यति रहन्छ भनेछ। अब पहिला सेल्स युनिट त हाम्रो यहाँ दिएको छ 10,000 9,000 8 10 11 यही सार्नु पर्यो यो यहाँ। अब फिनिश स्टकको क्लोजिङ इन्भेन्ट्री के रहन्छ भनेछ भन्दा अर्को महिनाको सेल्स जति हुन्छ त्यति नै अहिलेको लागि क्लोजिङ इन्भेन्ट्री हुन्छ है भनेर हामीले क्वेसनले भनेको थियो नि त। इन्डिङ इन्भेन्ट्री अफ फिनिश गुड्स इन इच मन्थ इक्वल टु नेक्स्ट मन्थ सेल्स भनेर भनेपछि अर्को महिनाको सेल्स जति छ त्यति नै इन्भेन्ट्री हुन्छ भनेपछि यो ट्याक्कै यहाँले सारिदिने। यो यहाँ 8,000 भयो, यो 10,000 भयो। अब यो असारको लागि चाहिँ साउनको चाहियो 11,000। अब यो टोटलमा के लेख्ने भने त वैशाख जेठ र असारको मात्र टोटल गरेर लेख्ने। 27,000 भयो, यहाँ चाहिँ 29,000 भयो। यो एड भयो, यो र यो जोड्ने, यो र यो जोड्ने, यो र यो जोड्ने है त। 19,000 9 र 8 17,000 अनि 18,000 21,000। यो तीनटा मात्रै जोड्दाखेरि जति आउँछ त्यो यहाँ लेखियो 56,000। अब ओपनिङ इन्भेन्ट्री चाहिँ के रहन्छ भन्दा ओपनिङ इन्भेन्ट्री भनेको यो अर्को महिनामा गएको थियो भनेपछि ओपनिङ इन्भेन्ट्री यो यसको ओपनिङ इन्भेन्ट्री भनेको यो भयो, यसको लागि ओपनिङ इन्भेन्ट्री भनेको यो भयो, यो भनेको यहाँ गयो, यो फिनिश स्टक हो नि यो ओपनिङ स्टक हो भनेपछि यो नै यहाँ आउँछ, यो नै यहाँ आउँछ, अथवा यो जे छ त्यही हुन्छ, यो जे छ त्यही हुन्छ, यो जे छ त्यही हुन्छ है त। 10,000 जब फिनिश स्टकको अर्को महिनाको सेल्स चाहिँ जति हो त्यति चाहिँ फिनिश स्टक हुन्छ है भनेको छ। अनि 9,000 8,000 10,000 साउनको परेन। यो 3 महिनाको मात्र जोड्दाखेरि कति हुन्छ 27,000। अब हामीले यो घटाउनु पर्यो, 19 मा 10 घटाउँदा 9,000 गर्दै यिनी सबै घटाउनु पर्यो। ल यो सबै घटाएर लास्टमा 3टा महिनाको टोटल लेखिदिएँ यो। अब हामीलाई यो प्रोडक्सन बजेट भन्ने बनाइयो। त्यसपछि हामीलाई के बजेट बनाउनु भने मेटेरियल पर्चेज बजेट बनाउनु भनेछ। यसको लागि र मेटेरियल कन्जम्सन बजेट छुट्टै बनाएर बनाउँदा नि हुन्छ, तर मैले सँगै बनाउने सिकाउँछु है त। हामी चाहिँ अब मेटेरियल पर्चेज बजेट बनाउँदैछौँ 3 महिनाको लागि। तर यो चैत पनि किन आयो भन्दा अहिले यहाँ र मेटेरियलको लागि छुट्टै बनाएका छैनौँ नि मेटेरियल कन्जम्सन बजेट भनेर। हो त्यो मेटेरियल कन्जम्सन बजेटसम्म चाहिँ चैतको पनि निकाल्नु पर्छ, त्यसले क्लोजिङ इन्भेन्ट्रीको लागि चाहिँ मद्दत गर्छ। त्यही भएर अनि 3टा महिनाको मात्रै टोटलमा जोड्दै लेख्ने, सबै लेख्नु पर्दैन। आरएसमा छ भने त्यो आरएस भएको चाहिँ जोड्ने होइन है, अरू युनिटमा भएको चाहिँ जोड्नु पर्यो। टोटल आरएस छ भने त जोड्नु पर्यो, तर पर युनिटको आरएस चाहिँ जोड्नु पर्दैन। अब मैले पहिला र मेटेरियल कन्जम्सन बजेटको फर्मेट बनाएँ। र मेटेरियल कन्जम्सन बजेटको फर्मेट चाहिँ यति नै हुन्छ। प्रोडक्सन युनिट हुन्छ, प्रोडक्सन युनिट हामीले अघिल्लो फर्मेटबाट निकालिसक्यौँ प्रोडक्सन बजेटबाट, त्यही ल्याएर सारिदिने हो जुन जति छ त्यति। अनि रिक्वायर्ड र मेटेरियल पर युनिट भनेर यहीँ दिएको छ। इच युनिट अफ फिनिश प्रोडक्ट निड 3 kg अफ मेटेरियल भनेको 3 kg भनेपछि यहाँ 3 राखिदिए भयो। अनि टोटलमा राख्नु पर्दैन, यो यहाँको जोडेर चाहिँ टोटलमा राख्नुपर्छ। अब प्रोडक्सन युनिट कति थियो सारौँ है त।
9000 8000 10000 11000 थियो त्यो मध्ये यति तीनटा मात्र जोडेर टोटलमा राख्नु होला र मटेरियल कन्जम्पसन भनेर अब के गर्नु पर्यो यो इन्टु यो गर्ने यहाँ इन्टु छ नि यो क्रस गरेको इन्टु हो गुणन गर्दै राख्ने मैले गुणन गरेर राखिसकेँ अब मैले प्रोडक्सन बजेटको फर्मेट थप्छु यसैमा थप्न मिल्छ किनकि त्यसमा र मटेरियल कन्जम्पसनबाट सुरु हुन्थ्यो अब मैले पहिला फर्मेट बनाएँ अनि त्यसमा भ्यालु हाल्दै जाऊँ ल है त अच्छा चाहिँ बुझेछ कि बुझे छैन अब के गर्ने र मटेरियल कन्जम्पसन पछि एड क्लोजिङ इन्भेन्ट्री अफ र मटेरियल है र मटेरियलको हाल्नु पर्यो अघि फिनिश स्टकको हालेको थियौँ यहाँ र मटेरियलको कुरा हुन्छ अनि टोटल निडेड आउँछ डाइरेक्ट लेस ओपनिङ इन्भेन्ट्री गरिदिने हुन्छ यसपछि अनि टोटल र मटेरियल रिक्वायर भनेर आउँछ यसपछि अझै स्टेप छ त्यो चाहिँ गर्छु क्लोजिङ इन्भेन्ट्री अफ र मटेरियल के गर्ने भनेछ भन्दा इच मन्थ इक्वल टु नेक्स्ट मन्थ सेल्स एन्ड इट्स 50% अफ र मटेरियल रिक्वायर्ड फर द सेम मन्थकै कति 50% रिक्वायरमेन्ट भनेपछि यही मन्थको 50% रिक्वायरमेन्ट जति छ त्यो चाहिँ अर्को मन्थको लागि ओपनिङ हुन्छ अर्थात् यो मन्थको लागि क्लोजिङ हुन्छ क्लोजिङ इन्भेन्ट्री भनेको कति रहेछ 27000 को 50% 0.5 13500 त्यस्तै गर्दै 24000 को 50% भनेको 12000 भयो डिभाइड 2 गरे नि भयो त्यो 50% भन्दा बित्तिकै त अनि 33000 भनेको 16500 भयो तीनटा महिनाको मात्र जोडेर यहाँ राख्ने अब के गर्नु पर्यो एड भनेपछि यो चैतको देखाउनु पर्दैन अब चैतको देखाउनु पर्दैन यहाँसम्म गरे पुग्छ किनकि हामीलाई 3 महिनाको मात्र भने अब वैशाख जेठ र असारको जोड्दै जाने है त ल मैले चाहिँ निकालिसके 36000 45000 र 49500 अब चैतको किन चाहिए थियो भन्दा यहाँसम्म हो यो 13500 यसको ओपनिङ इन्भेन्ट्रीको लागि यो चैतको इन्डिङ इन्भेन्ट्री थाहा हुनु पर्थ्यो इन्डिङ इन्भेन्ट्री क्लोजिङ इन्भेन्ट्री एउटै भयो हो यही ल्याएर यहाँ सार्ने हो कि 50% भने नि त यो ल्याएर ओपनिङ यसको क्लोजिङ हुन्छ अनि यो महिनाको लागि त ओपनिङ चैतको लास्टको वैशाखको सुरुको लागि सेम हुनु पर्यो नि त यसको क्लोजिङ हुन्छ नि ओपनिङ भयो 13500 अनि त्यस्तै गरी यता भयो 12000 यो जे छ त्यही यो यहाँ आयो 15000 यो जोड्दै यहाँ राख्ने अब टोटल रिक्वायर भनेको यसमा लेस गर्न भनेछ घटाउनु पर्यो घटाएर यहाँ लेख्ने है त ल मैले घटाएर लेखिसकेँ अब यसमा के गर्नुपर्छ भन्दा कस्ट पर र मटेरियल यहाँ दिएको छ नि यो कस्ट पर र मटेरियल @RS5 पर केजी हो यसले गुणन गरेर RS मा आउनुपर्छ र मटेरियल पर्चेज बजेट चाहिँ के गर्न पर्यो इन्टु कस्ट पर र मटेरियललाई आदि लेखिदिएँ @RS मा छ नि त सबैको सेम छ भनेपछि 555 नै हुन्छ वैशाख जेठ असार सबैको सेम भनेकै छ अब यसलाई के गर्नु पर्यो यो र यो गुणन गर्नु पर्यो यो गुणन गरेर यहाँ तल लेख्नु पर्यो के लेख्नु पर्यो भन्दा यो फाइनल हुन्छ र मटेरियल पर्चेज कतिको गरियो भनेर निकाल्न भनेको थियो नि त र मटेरियल पर्चेज बजेट बनाऊ भने सब गुणन गर्दै राख्ने है त ल एन्सर यही आयो अब यसको नि टोटल लेखे भयो नत्र टोटलै नबनाउने टोटल लेखेको राम्रो हैन लेख्न मन छैन भने टाइम छैन भने चाहिँ नबनाए पनि केही फरक परेन अब यो क्वेशन नम्बर 12 मा के भनेको छ भन्दा रिक्वायर्ड स्टेटमेन्ट सोइङ द ओभरहेड डिस्ट्रिब्युसन एन्ड टोटल कस्ट निकाला भनेको छ इच प्रोडक्सन डिपार्टमेन्ट भनेको छ यसको लागि चाहिँ के बनाउनु पर्छ भन्दा ओभरहेड डिस्ट्रिब्युसनको लागि एपोर्सनमेन्ट गर्ने बेसिसहरु थाहा हुनु पर्यो भने थियौं नि यिनीहरुको केमा रेन्ट के को आधारमा यो छ नि यसमा के को आधारमा गर्ने भन्दा रेन्ट भनेको एरियाको आधारमा लिइन्छ भाडा भनेको एरियाको आधारमा लिइयो त्यस्तै गरी पावर भनेको चाहिँ हर्स पावरको आधारमा अनि डिप्रिसिएसन अन मेसिन भन्दा बित्तिकै कस्ट अफ मेसिनको आधारमा क्यान्टिन एक्सपेन्सेस नम्बर अफ वर्कर कति छन् त्यतिको आधारमा अनि इन्डाइरेक्ट वेजेस छ नि डाइरेक्ट वेजेसको इलेक्ट्रिसिटीलाई चाहिँ लाइट पोइन्ट भनेपछि यिनी चाहिँ त्यस्तो गाह्रो खाले आउँदैन है दिन बुझिन्छ के लगभग रेन्ट भन्दा त्यति रेन्ट केमा लिन्छ भनेर बुझ्न त सजिलो भयो नि त फ्लोर एरिया छ फ्लोरको एरिया कति छ त्यो आधारमा भनेर अनि क्यान्टिनमा कसले खान्छन् वर्करले खाने भए क्यान्टिन त अफिसको भयो नि त अफिसको कुरा हुँदैछ हाम्रो भनेपछि गाह्रो हुन्न यसको नि फर्मेट बनाउँछु सोलुसनको लागि अनि गरौँला सँगै टाइटल लेखिहालेँ स्टेटमेन्ट सोइङ द ओभरहेड डिस्ट्रिब्युसन एन्ड टोटल कस्ट जे क्वेसनले सोधेछ त्यही नै लेखेँ अब फर्मेट ट्याक्क रेडी पार्छु लाइन तानेर अनि गरौँला अब फर्मेटको टाइटलमा के लेख्ने भन्दा पार्टिकुलर टोटल ओभरहेड RS मा यो टोटल ओभरहेडलाई यता लेखे पनि पाइन्छ यो बेसिस अफ एपोर्सनमेन्ट भन्दा यता लेखे पनि पाइन्छ है तपाईले जस्तो जान्नुभएको छ
त्यस्तै गर्नु यसलाई यता लेख्न नि पाइयो यसलाई यो कोठाभन्दा यता अथवा अगाडि लेख्न पनि पाइयो है त ल अनि यहाँ बेसिस अफ एपोर्सनमेन्ट अब पहिला के प्रोडक्सन डिपार्टमेन्ट र सर्भिस डिपार्टमेन्ट भनेर क्वेसनले छुट्याएर दिएछ प्रोडक्सन डिपार्टमेन्ट ए बी र सी छन् र सर्भिस डिपार्टमेन्ट यस छ भनेर दिएको छ यहाँ पनि ए बी सी र यस भनेर दिएको छ अब प्रोडक्सन डिपार्टमेन्ट यसलाई पनि तान्दिउँ है प्रोडक्सन डिपार्टमेन्ट चाहिँ ए बी र सी छ सर्भिस डिपार्टमेन्ट चाहिँ के छ यस मात्रै छ अब सुरुमा के लेख्छौँ भन्दा यो डाइरेक्ट मेटेरियल र डाइरेक्ट वेजेसको चाहिँ सर्भिसको मात्रै लेख्छौँ अरूको लेख्दैनौँ सुरुमा प्राइम कस्टहरू जे हुन्छन् डाइरेक्ट मेटेरियल डाइरेक्ट वेजेस डाइरेक्ट एक्सपेन्सेस तिनी दिएछ भने अब यो गिभनमै दिएको हुन्छ यहीँ दिएको आरएसमै दिएको छ भने यहाँ ल राख्छौँ है त ल कसरी भन्दा हेरौँ डाइरेक्ट मेटेरियल र डाइरेक्ट वेजेस दिएको छैन सिटी वेजेस यिनलाई गिभनै लेख्छौँ यहीँ दिएको छ भनेर लेख्छौँ आरएसमा दिएको छ नि त यहाँ आरएस भनेको छ नि त अब के गर्छौँ भन्दा एमा केही हाल्दैनौँ एमा डाइरेक्ट मेटेरियलको हाल्दैनौँ डाइरेक्ट वेजेसको हाल्दैनौँ अहिले तल गएर चाहिँ हाल्नुपर्छ टोटल कस्ट निकाल भन्यो भने अब यहाँ सर्भिसमा कति छ 10,000 छ हो यही 10,000 नै यो टोटल ओभरहेडमा 10,000 भनेर लेख्छौँ त्यस्तै गरी डाइरेक्ट वेजेस कति छ सर्भिसमा मात्रै 5,000 अनि अरूमा राख्दैनौँ है सुरुमा 5,000 यति भयो अब हामीले के हेर्ने यो हेर्नु परेन अब यता जाने एक्सपेन्सेसहरुतिर जाने रेन्ट आरइएनटी रेन्ट दिएको छ कतिको 30,000 त्यस्तै गर्दै एक लाइन छोड्दै लेख्ने कपी हुन्छ कपीमा लामै तान्ने फुल कपी जति अनि एक लाइन छोड्दै लेख्ने रेन्ट लेखे पावर पनि दिएछ 30,000 डिप्रिसिएसन ओन मेसिन 25,000 त्यस्तै गरी एक लाइन छोड्दै है क्यान्टिन एक्सपेन्सेस तपाईले जसरी गर्नुभएको त्यसरी गरे पनि भयो है लाइन छोड्दै लेख्नु पर्छ भन्ने छैन डाइरेक्ट गर्दै जान्छु भन्नुहुन्छ भने त्यस्तो पनि पाइन्छ अनि यो गर्दाखेरि टोटल लेखिन्छ हामीले लाइन तान्दिम अब यो गर्नु पर्यो अब रेन्ट के को आधारमा भने थियौं हामीले फ्लोर एरिया रेन्ट हुन्छ एरियाको आधारमा स्क्वायर मिटर लेछ अब कति छ यहाँ 5,000 4,000 4,000 2,000 छ नि ठ्याक्क पछाडीका जिरो काट्दिने यति जिरो काट्दिम यति जिरो हटाम यति जिरो हटाम यति जिरो हटाम कति रह्यो जतिवटा सबैमा बराबर जिरो काट्नु पर्यो है कुनैमा कम कुनैमा बढी काट्नु भएन जस्तो यहाँ छ नि यसमा 4वटा जिरो काट्यो भने यसमा 4वटा यसमा त 4वटा छैन भनेपछि तीनटा काट्नु पर्यो त्यस्तो तरिकाले गर्नु पर्यो जतिवटा सबैमा बराबर जिरो काटेको हुनु पर्यो 5 4 4 2 रह्यो है त 5 इज यसको हैन माथिको है 5:4:5 4 4 2 रह्यो अब यो सबै जोड्ने 5 4 कति हुन्छ 5 4 10 4 14 16 भयो हैन 5 4 9 4 13 भयो 13 2 15 भयो 15 30,000 डिवाइडेड बाइ अब यो जोड्दाखेरि जति आयो त्यसलाई 30,000 डिवाइडेड बाइ जति आउँछ नि जोड्दाखेरि त्यतिले गर्ने 15 ले गर्दाखेरि 2,000 आयो अब जति आयो नि 30,000 डिवाइडेड बाइ 15 गर्दा 2,000 आयो अब 2,000 आएकोले यसलाई 2,000 * 5 गर्ने 5 दुना 10,000 त्यस्तै 5 चौको 20,000 हैन 2,000 आथ्यो नि त 2 चौको 4 दुना 8,000 त्यस्तै 4 दुना 8,000 2 दुना 4,000 त्यस्तै गरी पावरको के छ पावरको भनेको हर्स पावर रेशियो एचपी रेशियो कति छ भनेर हेर्दा 5 4 4 2 यसको नि सेम रहेछ 5 4 4 2 यसको टोटल र यो सेम छ भनेसी सेम नै साथ दिदा पनि भयो र नभए भाग गर्दिदा 30,000 डिवाइड 15 गर्दा 2,000 आयो फेरि 2,000 ले 5 लाई गुणन गर्ने 2,000 4 लाई गुणन गर्ने 2,000 ले 4 लाई गुणन गर्ने 2,000 ले 2 लाई गुणन गर्ने गर्दा जति आउँछ त्यति चाहिँ यहाँ राख्ने अब डिप्रिसिएसन अन मेसिन भनेछ कस्ट अफ मेसिन कति छ 1 लाख रहेछ 60,000 रहेछ 60,000 रहेछ 30,000 रहेछ अब सबैमा बराबर जिरो काट्ने भनेछम यो 30,000 छ सबभन्दा कम भनेसी यसका जिरो काटम 4वटा जिरो काटियो यसमा पनि 4वटा जिरो काटियो यसमा पनि 4वटा जिरो काटियो भनेसी यसमा पनि कतिवटा एउटा दुईटा तीनटा 4वटा जिरो काटियो भनेसी 10 6 6 3 रह्यो त्यही लेख्न पर्यो है केमा लेख्न पर्यो कस्ट अफ मेसिन लेख्ने कति 10 रहेछ 6 6 3 अब यो सबै जोड्दाखेरि कति आउँछ 10 6 16
17 18 19 6 25 25,000 डिभाइड 25 गर्दा 1,000 आयो भनेपछि 10 × 1,000 10,000 6 × 1,000 6,000 6,000 3,000। अब यो मिलेछन् कि नै कसरी हेर्न सकिन्छ भन्दा यो सबै जोड्दाखेरि के आउनुपर्छ यो आउनुपर्छ यो सबै जोड्दा यो आउनुपर्छ अगाडिको टोटल ओभरहेड। अब क्यान्टिन एक्सपेन्सेस के हुन्छ नम्बर अफ वर्कर कति छन् भन्दा 60 60 50 30 छन् नि। अब सबैको एउटा एउटा जिरो काट्दिन पाइयो 6 6 5 3 भयो 6 6 5 3। यो जोड्ने 6 + 6 + 5 + 3 6 + 6 + 5 + 3 जोड्दाखेरि आयो 20। 4,000 डिभाइडेड बाइ 20 गर्दाखेरि आयो 200। 200 × 6 6 दुना 1200 1200 अनि 5 दुना 10 1000 अनि त्यस्तै गरी 3 दुना 600 हो। यो 100 मा छ अनि जोड्दाखेरि कसैले 1000 को अझै एउटा जिरो थप्दिएर जोड्यो भने चाहिँ बिग्रिने मेन कारण यहाँतिर हुन्छ है। अब इन्डाइरेक्ट वेजेस केमा हुन्छ भने डाइरेक्ट वेजेसमा डाइरेक्ट वेजेसमा सबैमा 4 वटा जिरो काट्न सकिँदैन 3टा जिरो काटौँ है त। ल 3टा जिरो 3टा जिरो 3टा जिरो 3टा जिरो काट्दिएँ। अब रह्यो 20 20 15 5। अब हजुरले 20 20 15 5 लेखेर टोटल जोडेर यो टोटलमा 12,000 छ त्यसलाई डिभाइड गरे र मल्टिप्लाई गरे पनि सेम आउँछ। तर के गर्ने भन्दा अझै भाग जान सक्छ केले 5 ले। 5 तिया 15 5 चौको 20 5 एकानी 5 5 चौको 20 भयो हैन भनेपछि 5 चौको 20 4 भयो अर्को पनि 4 भयो 5 तिया 15 5 एकानी 5 भयो यस्तरी लेखे नि भयो हैन। मैले सक्दिन भन्ने 20 20 15 5 लेखे पनि फरक पर्दैन। अनि जति आउँछ यो 20 20 15 5 जोड्दा जति आउँछ त्यतिले चाहिँ यो 12,000 लाई भाग गर्नु पर्यो। अनि त्यही 12,000 लाई भाग गर्दा जति आछ त्यसलाई फेरि 20 ले गुणन गर्ने 20 ले गुणन गर्ने 15 ले गुणन गर्ने 5 ले गुणन गर्दै यहाँ राख्ने है त। यसमा धेरै जना कन्फ्युज भएको देखिन्थ्यो त्यही भएर टाइम लिए। अब मैले के गर्नु पर्यो 12,000 लाई यो टोटल जोड्दा 4 4 8 8 4 12 भयो। 12,000 लाई 12,000 ले गर्दा 12 ले गर्दाखेरि 1,000 आयो त्यही भएर 4,000 1,000 × 4 4,000 4,000 3,000 1,000। अब इलेक्ट्रिसिटी भनेको केमा हुन्छ इलेक्ट्रिसिटी भनेको लाइट पोइन्टमा हुन्छ बिजुलीका पोइन्टहरुमा। लाइट केले बोल्छ इलेक्ट्रिसिटीले सम्झिने। अनि लाइट पोइन्टको के छ है त यहाँ लाइट पोइन्ट 10 8 8 6। यसलाई पनि भाग जाने संख्या छ भने भाग गर्ने नत्र यतिकै राख्छु भने नि मिल्छ है 10 8 8 6 राखे नि मिल्छ। तर मैले भाग जाने देखेँ अझै सानो गराउँछु मलाई सजिलो हुन सक्छ नि त। 2 ले जान्छ सबैलाई कति 5 भयो अनि 4 भयो 4 अनि 3 2 ले भाग गर्दाखेरि सबैलाई 2 ले जान्छ अनि भाग गरेर सबैलाई लास्टमा जेल जान्छ त्यो भाग गरेर राखियो भने अझै राम्रो हुन्छ। तर भाग गर्न सकिँदैन 10 8 8 6 राखे पनि बिग्रिने छैन नातिने है त। बिग्रिन्छ भनेर बिग्रिदैन। अब 8,000 लाई यतिले यो जोड्दाखेरि कति आउँछ 5 4 9 4 13 14 15 16 ले डिभाइड गर्दाखेरि 500 आयो। 5 2500 5 चौको 2,000 5 चौको 20 भनेपछि 2,000 अनि 5 तिया 15 1,500 1,500 यति यतातिर आयो त्यो मिलाउने है त। अब के लेख्ने भन्दा टोटल भनेर लेख्छौं। अब यो सबै जोड्छौं अनि इनका सबै जोड्दै गर्दाखेरि यहाँ जति आउँछ नि इन सबैको जोड्दाखेरि र यो बराबर हुनु पर्यो यो चेक गर्ने है सबभन्दा। यहाँ जति आउँछ त्यो यिनी सबै जोड्दाखेरि बराबर आयो भने मिल्यो नत्र यो जोड्दा कतै मिस्टेक भएको छ भन्ने थाहा हुन्छ अनि फेरि मिस्टेक गर्ने। यही अवस्थामा जोड्ने है त। कसरी भन्दा म जोडेर देखाउँछु एक फेर। ल मैले जोडेर निकाले नि यहाँ 1,24,000 हो। अब यो 37,700 प्लस 29,200 प्लस 28,000 प्लस 29,100 गर्दा पनि 1,24,000 आयो भने हिसाब मिल्दै छ है भन्ने थाहा हुन्छ। छैन भने हिसाब बिग्रिदै छ है भन्ने थाहा हुन्छ है। यो पनि ख्याल गर्नु पर्यो। अब के गर्नुपर्छ भन्दा हामीलाई टोटल कस्टसम्म निकाल भने अब रिएपर्सनमेन्ट गर्नु पर्यो। टोटल ओभरहेड त निकाल्नु नै पर्छ लगभग टोटल ओभरहेडसम्म त निकाल नै भनेको हुन्छ भनेपछि रिएपर्सनमेन्ट अफ सर्भिस डिपार्टमेन्टको मात्र रिएपर्सनमेन्ट गर्छौं है त। सर्भिस डिपार्टमेन्टकोलाई अब हामी चाहिँ प्रोडक्सन डिपार्टमेन्टकोमा बाँड्छौं के कति छ भनेर। अफ सर्भिस डिपार्टमेन्ट या सर्भिस डिपार्टमेन्टलाई बाँड्छौं। टोटलमा हाम्रो केही चेन्ज हुन्न। अब यो 29,100 चाहिँ हामीले हटाउँछौं यहाँबाट भनेपछि माइनस गर्छौं यहाँ नील आउँछ सर्भिस डिपार्टमेन्टलाई हटाउँछौं। अब यो के गरेको हुन्छ भन्दा यहाँ दिएको हुन्छ
कहाँ दिएको छ यी तल दिएको छ के एबीसी सर्भिस रेन्डेड बाई द सर्भिस डिपार्टमेन्ट टु प्रोडक्सन डिपार्टमेन्ट एबीसी इन द रेसियो अफ 2:2:1 कहिले पर्सेन्टमा दिन्छ कहिले यस्तै दिन्छ 2:2:1 अब यो 29,100 छ नि 29,100 छ नि त्यसलाई के गर्नु पर्यो 2 2 4 र 1 5 ले भाग गर्नु पर्यो आयो 5,820 भनेपछि 1 जहाँ छ 5,820 यसमा हुँदो रहेछ अनि यो इन्टु 2 गर्यो भने कति हुन्छ 11,640 11,640 यो चाहिँ हामीले जोड्छौं है त यसमा जोड्छौं यो जोड्दाखेरि कति आउँछ 29,100 आउँछ यो यताको घटाएर यता ल्याएर जोड्छौं त्यही भएर यहाँ केही पनि चेन्ज हुँदैन है टोटलमा केही चेन्ज हुँदैन टोटलमा ल्याएर 29,100 नि माइनस भनेर लेखिदियो भने यहाँ बिग्रिन्छ लेख्नै मन लाग्यो यहाँ कति हो भन्दा 29,100 यहाँ लेखिदिनी यता लेखेर यसरी ब्र्याकेटमा राखेर देखाएर गर्न पाइयो यहाँ राख्न मन लाग्यो भने अलि यता राखेर बल्ल हिसाब गर्ने है त ल अब यसलाई जोड्न पर्यो म जोड्छु र अब यो पनि जोड्दाखेरि कति आउनु पर्यो 1,24,000 नै आउनु पर्यो है यो जोड्दाखेरि किनकि यो घटाएको मात्र त हो घटाएर यतै त ल्याएको अब कहिलेकाहीँ मेसिन आवर निकाल भन्यो भने यो जुन अहिले आयो नि यो एन्सर यसलाई जति मेसिन आवर दिएको छ त्यसले भाग गर्ने मेसिन आवर निकाल भन्ला लेबर आवर निकाल भन्ला लेबर आवर रेट निकाल भन्ला त्यो भन्यो भने यसलाई भाग गर्ने जति छ त्यो तर हामीलाई यहाँ के भनेछ के पत्ता लगाऊ भने टोटल कस्ट पनि पत्ता लगाऊ भने टोटल कस्ट पत्ता लगाऊ भनेपछि प्राइम कस्टका जुन थिए नि तिनी चाहिँ अब केमा प्रोडक्सन डिपार्टमेन्टका जे जुन थिए तिनी जोड्नु पर्यो प्राइम कस्टमा के पर्छन् डाइरेक्ट मेटेरियल डाइरेक्ट वेजेस र डाइरेक्ट एक्सपेन्सेस अब डाइरेक्ट मेटेरियल छ अब पहिला यहाँ टोटल नलेखौं पहिला यता लेख्दै जाम डाइरेक्ट मेटेरियलमा ए मा कति रहेछ आरएस मा छ नि आरएस मै 40,000 40,000 30,000 यो यहाँ ल्याएर बल्ल लेख्ने हो के माथि लेख्न पाइन्न यता त केही हुने भएन अनि डाइरेक्ट वेजेस अब यो 40 ओसी र 30 जोड्दाखेरि 1,10,000 भयो भनेर यहाँ टोटलमा लेख्न पर्यो टोटलमा पनि त बढ्नु पर्यो अब डाइरेक्ट वेजेस कति छ त्यही सार्नु पर्यो यहाँ 20,000 20,000 15,000 रहेछ 20,000 20,000 15,000 सर्भिसको त हामीले लेख्नु परेन हामीले सुरुमै लेखेका थियौं अब यहाँ टोटल 20 20 40 50 55,000 भयो अब यहाँ चट्ट लाइन तान्दिहालौं अनि टोटल कस्ट भनेर लेखौं यति गरेपछि टोटल कस्ट आउँछ 10 मार्क्स पनि झ्याप्प आउँछ कति आयो यो जोड्दाखेरि 2,89,000 289 आयो अनि यसमा यति जोड्दाखेरि कति आयो 109340 100840 78820 लास्टमा के गर्ने भन्दा यो तीनटा जोडेर चेक गर्ने यति आछ कि आ छैन आयो भने मिल्यो आ छैन भने चाहिँ मिले छैन है कतैमा हामीले मिस्टेक गरेछौं भन्ने थाहा हुन्छ यो तीनटा जोड्दा यति आउँछ कि नै चेक गर्नु होला है त ल अब हामी जाम क्वेशन नम्बर 13 मा यसको 12 मा अब यति गर्यो भने 10 मार्क्स आयो यति एक पेज थियो एक पेज पनि पुरा लागेन थोरै बच्यो अब जाम क्वेशन नम्बर 13 मा क्वेशन नम्बर 13 मा को ए मा के सोधेछ इन्कम स्टेटमेन्ट अन्डर एब्जर्प्सन कस्टिङ अन्तर्गत अथवा भेरिएबल कस्टिङ अन्तर्गत इन्कम स्टेटमेन्ट बनाऊ भनेर सोध्छ है अनि रिकन्साइल्ड प्रॉफिट अन्डर भेरिएबल कस्टिङ भनेको यो 3 मार्क्स मा यो 7 मार्क्स मा अब यसको लागि फर्मेट चाहिन्छ म फर्मेट बनाएर आइहाले इन्कम स्टेटमेन्ट अन्डर एब्जर्प्सन कस्टिङ अब यसको फर्मेटमा यही हो पार्टिकुलर अमाउन्ट र अमाउन्ट एमओयुएनटी लेख्नु भयो एमटी मात्र लेख्दिनु भयो अब इन्कम स्टेटमेन्टमा सुरुमा सेल्स हुनै पर्यो फेरि त्यो अर्कै वाला इन्कम स्टेटमेन्ट हैन यो अन्डर के भनेको हुन्छ त्यो अनुसार यहाँ थोरै भिन्नता छ त्यो चाहिँ हेर्दै जाम है त इन्कम रेभिन्यू सेल्स रेभिन्यू सरी इन्कम रेभिन्यू भनेछु अब यहाँ त सोधेछ गिभन भरि त यता छ सेल्स रेभिन्यू कसरी आउँछ सेल्स युनिट कति छ 26,000 रहेछ इन्टु सेलिङ प्राइस पर युनिट एसपीपीयू कति छ सेलिङ प्राइस पर युनिट यहाँ भनेर दिएछ इआरएस 30 क्वेशन पेपर चाहिँ लास्टमा छ है यो बुझ्ने मात्र यो गुणन गरेर सिधै यता बाहिरपट्टिकोमा लेखिदिए भयो 7,80,000 आयो अब यसमा के एब्जर्प्सन कस्टिङ भन्दै थियो यहाँ लेसमा चाहिँ म्यानुफ्याक्चरिङ सीओजीएस घटाइन्छ तर भेरिएबल भन्थ्यो भने म्यानुफ्याक्चरिङ भेरिएबल सीओजीएस भनेर लेखिन्थ्यो
COGS। अब कसरी गर्ने भन्ने सिकाउन्न, म सोलुसन मात्र गर्दैछु है। कसरी भन्ने सिकाउने भिडियोहरू अरू हुन्छन्। अब यसमा के छन् भनेर हेर्नु पर्यो। डाइरेक्ट मेटेरियल छ, डाइरेक्ट लेबर छ, अनि भेरिएबल म्यानुफ्याक्चरिङ कस्ट। म्यानुफ्याक्चरिङ कस्ट भनेको नि यहाँ म्यानुफ्याक्चरिङ कस्ट भेरिएबल पनि आयो, फिक्स्ड पनि आउँछ है त यसमा। ल म्यानुफ्याक्चरिङ कस्ट भगा आउँछ, डाइरेक्ट मेटेरियल आयो, डाइरेक्ट वेजेस आयो, लेबर के। त्यस्तै गरी भेरिएबल म्यानुफ्याक्चरिङ MNF लेखेँ है त, कस्ट म्यानुफ्याक्चरिङ कस्ट अनि फिक्स म्यानुफ्याक्चरिङ कस्ट। अब म्यानुफ्याक्चरिङ कस्ट केमा हुन्छ भन्दा प्रोडक्सन युनिटमा हुन्छ है, यो सम्झिनु पर्यो। 25,000 छ नि त, यो 26,000 थियो। सेल्स भनेको सेल्स युनिट हुन्थ्यो भने अरू म्यानुफ्याक्चरिङ COGS चाहिँ केमा लाग्छ भन्दा प्रोडक्सन युनिटमा लाग्छ। कति छ युनिट भनेको त 25,000 भयो, प्रोडक्सन युनिट 25,000 छ, इन्टु अब कति हाल्ने। डाइरेक्ट मेटेरियलको यहीँ दिएछ होला, डाइरेक्ट मेटेरियल पर युनिट 6, अनि त्यस्तै गरी डाइरेक्ट लेबर 4, अनि त्यस्तै गरी भेरिएबल म्यानुफ्याक्चरिङ कस्ट पर युनिट 5। अनि कहिलेकाहीँ यो फिक्स म्यानुफ्याक्चरिङ कस्टको लागि FMOR झिक्नुपर्छ, तर यहाँ FMOR पर युनिट फिक्स म्यानुफ्याक्चरिङ ओभरहेड रेट भनेर दिएकै छ भनेपछि यही हाल्छौँ। यसको काम चाहिँ पछि यहाँ हामीलाई अन्डर एब्जर्प्सन र एबोभ एब्जर्प्सन के छ भनेर निकाल्नलाई चाहिन्छ है। यो कि त वर्किङ नोट गरेर निकाल्नुपर्छ। क्वेसनले यसरी दिएको छ भने पनि यहाँ केही न केही हिडन इन्फर्मेसन छ, अहिले थाहा हुन्छ, यहाँ गर्दै जाऊँ। अब यो सबै मल्टिप्लाई गर्दै यहाँ हाल्नु पर्यो जति छ। यति मल्टिप्लाई गर्दै यता राखेपछि यहाँ के लेख्नु पर्यो भन्दा म्यानुफ्याक्चरिङ कस्ट अफ प्रोडक्सन अथवा कस्ट अफ प्रोडक्सन मात्र लेखिनु पाइयो, कस्ट अफ प्रोडक्सन @ लेखौँ RS। अब यो जोड्दाखेरि जति आउँछ 6 4 10 5 15 5 20 आयो, जति आयो त्यति। अनि यो टोटल जोड्ने भनेको 5 लाख आयो। अब 5 लाखलाई 20 ले भाग गर्दा कति आउँछ, यही 25,000 नै आउँछ भन्ने चाहिँ हिसाब अहिलेसम्म मिलेछ भन्ने। अब यसमा के गर्नु पर्यो भन्दा एड र लेसको कुरा आउँछ। एड के गर्ने भन्दा ओपनिङ स्टकलाई एड गर्ने, क्लोजिङ स्टकलाई लेस गर्ने। अब युनिट इन्टु यो 20 हुन्छ है, जति युनिट दिएछ। ओपनिङ स्टकको युनिट दिएको हुन्छ यहाँ, प्रोडक्सन युनिट। क्लोजिङ स्टकको युनिट दिएछ 4,000 युनिट दिएछ। रकम चाहिँ यो हाल्ने 20 हाल्ने। अब ओपनिङ स्टक दिएको छैन भनेपछि हामीलाई फर्मुला के थाहा छ भन्दा एउटा वर्किङ नोट गरौँ है त। मैले यत्न वर्किङ नोट भनेर लेखेँ, वर्किङ नोट क्लोजिङ स्टक इक्वल टु के भन्दा ओपनिङ स्टक प्लस प्रोडक्सन माइनस सेल्स, युनिट है, सबै युनिटमा आउँछ। क्लोजिङ स्टक हामीलाई 4,000 दिएछ, ओपनिङ स्टक निकाल्न छ, ओपनिङ स्टक लेखेँ, प्लस प्रोडक्सन युनिट चाहिँ 25,000 छ, अनि सेल्स चाहिँ 26,000 छ। यो 4,000 भयो इक्वल टु ओपनिङ स्टक ओ मात्र लेखेँ, यो यस लेख्न भन्दा 25 यहाँ माइनस आयो 1,000, यो माइनस 1,000 यता जाँदा प्लस भयो। यो 0 होइन है, ओपनिङ स्टक लेखेको। 4,000 मा 1,000 जोड्दा 5,000 भयो, डाइरेक्ट लेखेँ मैले। 5,000 इक्वल टु ओपनिङ स्टक। ओपनिङ स्टक चाहिँ कति रहेछ भन्दा 5,000 रहेछ, वर्किङ नोट गरेर लेखियो। अनि 20 गर्ने, गुणन गर्दा कति आउँछ, 5 दुना 10, 0 1 2 3, 1 लाख आयो। 4 दुना 8 80,000 आयो, लेसलाई माइनस गरिन्छ। अनि यसलाई 5 लाख प्लस 1 लाख माइनस 80,000 गर्दा 5,20,000 आयो। यसलाई केही नलेखौँ। यसपछि अब अन्डर एब्जर्प्सन भयो कि एबोभ एब्जर्प्सन भयो भनेर हेर्नलाई यो नर्मल क्यापेसिटी भन्ने चाहिन्छ है। नर्मल क्यापेसिटी भन्ने दिएको छ नि, कि त यो फिक्स FMOR भनेर RS मा दिएको हुन्छ हैन, टोटल पर युनिट नदिएर, त्यस्तो अवस्थामा थाहा पाइन्छ। कि त यसरी युनिट दिएको हुन्छ नर्मल क्यापेसिटी। नर्मल क्यापेसिटी भनेको 30,000 रहेछ, अनि प्रोडक्सन युनिट कम छ भन्दा बित्तिकै यहाँ अन्डर एब्जर्प्सन हुन्छ, किनकि 30,000 इन्टु 5 गर्दा 5 तिया 15, 1,50,000 हुन्छ। 30,000 इन्टु 5 गर्दा 1,50,000 हुन्छ। अनि
25,000 इन्टु 5 गर्दा यहाँ कति आएको थियो 1,25,000 चाहिन पर्ने रहेछ 1 लाख यहाँ हुनुपर्ने रहेछ 1,50,000 तर आयो 1,25,000 भनेपछि थोरै भएपछि अन्डर एब्जर्प्सन भयो अन्डर हुँदा बित्तिकै एड गर्ने कम हुँदा बित्तिकै जोड्नु पर्यो अन्डर एब्जर्प्सन अफ फिक्स्ड म्यानुफ्याक्चरिङ ओभरहेड कति हुनुपर्ने थियो 30,000 इन्टु 5 हुनुपर्ने थियो 6 जम्मा कति 1,25,000 6 जम्मा 30,000 इन्टु 5 गर्दा 1,50,000 माइनस 1,50,000 माइनस 1,25,000 गर्नु पर्यो है त यो गर्दाखेरि कति आयो भन्दा 1,50,000 माइनस 1,25,000 गर्दा 25,000 एड भयो यता एड हुन्छ भनेपछि यता जाँदा लेस हुन्छ पक्कै पनि अब यो भनेको के भयो भन्दा म्यानुफ्याक्चरिङ COGS आयो है टोटल COGS आयो 5,20,000 र भनेपछि 5,40,45,000 5,45,000 अब यो नै गयो यता यहाँ के लेखेको थियौँ यहाँ लेस लेखेको थियौँ यहाँ सुरुमा लेस लेखेको थियौँ यो सुरुमा लेस लेखेको थियौँ भनेपछि यसलाई के गर्नु पर्यो लेस गर्नु पर्यो ल अब यसलाई ट्याकल लाइन तान्दिए भयो अनि के आउँछ भन्दा यसबाट ग्रोस प्रॉफिट मार्जिन आउँछ कस्ट अफ गुड्स सोल्ड सेल्समा COGS घटाएपछि सेल्समा COGS घटाएपछि के आउँछ ग्रोस प्रॉफिट मार्जिन आयो कति यो 7,80,000 थियो नि सुरुमा यसमा यो घटाउनु पर्यो 2,35,000 अब यसमा लेस नन म्यानुफ्याक्चरिङ COGS त घट्यो कस्टहरु घटे नन म्यानुफ्याक्चरिङ भनेको सेलिङ डिस्ट्रिब्युसन र एडमिनिस्ट्रेटिभ वाला ओभरहेड्स अब के छन् भन्दा यसमा हेर्न पर्यो के छ फिक्स एडमिनिस्ट्रेटिभ एन्ड सेलिङ ओभरहेड रहेछ फिक्स रहेछ भने फिक्सलाई साथ दिइहाल्ने एन्ड सेलिङ 72,000 छ अनि त्यस्तै भेरिएबल सेलिङ पनि रहेछ भेरिएबल सेलिङको लागि चाहिँ पर युनिट RS मा दिएछ भनेपछि सेलिङको आउँदैछ भनेपछि सेलिङ एन्ड एडमिनिस्ट्रेटिभ वाला आउँदैछ भनेपछि प्रोडक्सन युनिट हेर्ने होइन सेल्स युनिट हेर्ने है त 26,000 युनिट बेच्दाखेरि लाग्यो नि त बिक्री वितरण गर्दाखेरि इन्टु कति रहेछ भन्दा 2 रहेछ 52,000 अब यहाँ अरु केही छैन भनेपछि यति जति छ यसलाई जोडेर यता ल्याइदिनु पाइयो कति रहेछ 1,24,000 रहेछ अब यो 2,35,000 मा 1,24,000 घटाउँदा कति आउँछ त भन्दा 1,11,000 आउँछ यो नै के हो भन्दा नेट इन्कम एज पर एब्जर्प्सन कस्टिङ नेट इन्कम आयो हामीलाई कति नम्बरमा सोधेको थियो यो 7 नम्बरमा सोधेको थियो यति गर्यो भने 7 नम्बर आयो अब यहाँ रिकन्साइल प्रॉफिट अन्डर भेरिएबल कस्टिङ सिस्टम भनेछ यो पनि गर्नु पर्यो है त ल कसरी गर्ने म देखाउँछु ल गरिहालौँ फर्मेट भनेको यतिकै हुन्छ कहिलेकाहीँ रिकन्सिलिएसन स्टेटमेन्ट मात्र भन्यो भने चाहिँ दुईटैको बाट दुईटै बराबर हुन्छ है भनेर देखाइदिनु पर्छ नेट इन्कम अब भेरिएबल कस्टिङबाट निकाल्ने हो भने नेट इन्कम हामीले भर्खरै के झिक्यौं एब्जर्प्सनको यसबाट आयो 1,11,000 अब यसमा एड र लेस गर्ने कुरामा झुक्किन्छ अब हामी एबाट हामी केमा जाँदैछौं भेरिएबलमा जाँदैछौं भनेसी एड जे गरे थियौं पहिला ओपनिङ स्टक थियो नि त्यस्तै एड गर्ने र क्लोजिङ स्टक लेस गर्ने तर भेरिएबल यहाँ भेरिएबल आउँथ्यो र यहाँ एब्जर्प्सनको निकाल्नु पर्थ्यो भने चाहिँ क्लोजिङ स्टक एड हुन्छ लेसमा चाहिँ ओपनिङ स्टक हुन्थ्यो युनिट जे निकाले थियौं ओपनिङ स्टकको 4,000 अनि क्लोजिङ स्टकको हामीले ओपनिङ स्टकको हाम्रो थियो 5,000
क्लोजिङ स्टकको 4000 क्लोजिङ स्टकको क्वेसन लिँदै थियो अनि इन्टु के गर्ने एफएमओआर फिक्स म्यानुफ्याक्चरिङ ओभरहेड यहाँ 5 दिएको थियो नि क्वेसनले यो 5 हाल्नु पर्यो है अर्को हाल्ने हैन त्यही भएको रेट हाल्ने हैन 5 5 25 भयो 25000 एड गर्ने अनि घटाउने कति 20000 कति आउँछ है त गरौँ ल 25000 एड गर्दा र 20000 लेस गर्दाखेरि 1,16,000 आयो के नेट इन्कम एज पर भेरिएबल कस्टिङ अन्तर्गत नेट इन्कम यति आयो भनेर देखाइयो यति आएपछि यसको लागि 3 मार्क्स छ ल अब यो भइहाल्यो ग्रुप बी को सबै भ्याम आज अनि सिम को चाहिँ अर्को क्लासमा गरौँला 14 मा छ के पत्ता लगाउनु भने प्रॉफिट भोल्युम रेशियो फिक्स कस्ट ब्रेक इभन पोइन्ट यो चाहिँ फाइनान्समा पनि अलिअलि युज हुने भएकोले दुवैतिर काम लाग्छ अनि सेल्स रेभिन्यू र प्रॉफिट दिएको छ भनेपछि कसरी गर्ने है छ हेरौँ है त ल क्वेशन नम्बर 14 को सोलुसनको 1 मा के सोधेछ भन्दा प्रॉफिट भोल्युम रेशियो फर्मुलाहरु चाहिँ आफूले थाहा पाउनु पर्यो है त प्रॉफिट भोल्युम रेशियो यसलाई पीभी रेशियो पनि भन्छ अब के हो भन्दा प्रॉफिट मा फरक जुन छ त्यसलाई यो डिफरेन्स छ नि प्रॉफिट मा डिवाइडेड बाइ सेल्स मा भएको डिफरेन्सले भाग गरियो भने चाहिँ आउँछ है फर्मुला फरक फर्मुला छन् यसका लागि तर कन्डिसन अनुसार फरक फर्मुला युज गर्नुपर्छ डिफरेन्ट इन प्रॉफिट अपन डिफरेन्ट इन सेल्स प्रॉफिट मा फरक कति छ भन्दा 28000 छ अर्को वर्षको माइनस 8000 डिवाइडेड बाइ यहाँ 3 लाख छ नि सेल्स माइनस 2 लाख अब यो पहिला माथिको घटाउँदाखेरि कति आयो 20000 आयो डिवाइडेड बाइ 1 लाख आयो यो गर्दा 0.2 यो भनेको 20% हो यसरी देखाइदिने भयो हामीलाई चाहिँ यो 0.2 अहिले काम लाग्छ यति भइहाल्यो एक नम्बरमा भइहाल्यो दोस्रो नम्बरमा के सोधेछ फिक्स कस्ट सोधेछ फिक्स कस्ट भनेर सोधेछ एफसी यसको लागि हामीले फर्मुला के लगाउँछौं भन्दा सेल्स इन्टु पीभी रेशियो माइनस प्रॉफिट अब यो 2077 को हाले पनि भयो 78 को हाले पनि भयो एउटा हालेर गर्दा भयो मैले चाहिँ 77 को हाले 78 को हाले पनि सेम आउनु पर्यो है यो फिक्स कस्ट भनेको सेम आउनु पर्यो मिलेछ कि नै भनेर हेर्न छ नि त्यही गरेर हेरे भयो यो 2 लाख छ सेल्स इन्टु पीभी रेशियो भनेको 0.2 आयो प्रॉफिट भनेको कति रहेछ 8000 रहेछ हजुरहरुले 3 लाख इन्टु 0.2 माइनस 28000 गर्दा पनि कति आउनु पर्यो भन्दा आरएस 32000 आयो भने फिक्स कस्ट बराबर आयो आउनु छ भन्ने थाहा हुनु पर्यो है तेस्रो नम्बरमा के सोधेछ भन्दा बीईपी इन आरएस बीईपी आरएस को फर्मुला लगाउनु पर्यो बीईपी आरएस इक्वल टु के हो भन्दा फिक्स कस्ट छ अपन सीएमआर भनेर कन्ट्रिब्युसन मार्जिन रेशियो भनेर कतै पढे थियौ त्यो भनेको पीभी रेशियो पनि हो फिक्स कस्ट भनेको 32000 भयो पीभी रेशियो भनेको 0.2 छ यो हाम्रो सुरुको मिल्यो भने यिनी पनि मिल्छन् है नत्र मिल्ला रहन्छन् भन्ने थाहा हुनु पर्यो है पीभी रेशियो कति आयो आरएस 1,60,000 क्याल्कुलेसन कहीं मिस्टेक भएको छ भने त्यो पनि चेक गर्नु होला है अब बीईपी पॉइंट इन यूनिट्स इफ सेलिङ प्राइस पर यूनिट इज आरएस 10 एसपीपीयू सेलिङ प्राइस पर यूनिट भनेको 10 दियो अरे 4 मा के सोधेछ भन्दा बीईपी यूनिट इक्वल टु व्हाट अनि सेलिङ प्राइस पर यूनिट इक्वल टु आरएस कति दिएछ 10 दिएछ हामीलाई फर्मुला के थाहा छ भन्दा बीईपी यूनिट भनेको के हो भन्दा एफसी अपन सीएमपीयू भनेको सेलिङ प्राइस पर यूनिट माइनस भेरिएबल कस्ट पर यूनिट एफसी भनेको 32000 छ सीएमपीयू कति छ थाहा छैन मैले यता वर्किङ नोट गरेर देखाएँ वर्किङ नोटमा पीभी रेशियो को फर्मुला अर्को पनि छ नि त यो फर्मुला त पीभी रेशियो को एउटा भयो अर्को ठाउँमा फर्मुला पीभी रेशियो को लागि के लाउन सकिन्थ्यो भन्दा सीएमपीयू अपन एसपीपीयू लाउन सकिन्थ्यो हामीलाई चाहिएछ सीएमपीयू अब पीभी रेशियो त 0.2 छ सीएमपीयू हामीलाई थाहा छैन एसपीपीयू 10 दिएको छ भनेपछि यो इन्टु यो गर्न पाइयो सीएमपीयू 10 इन्टु 0.2 सीएमपीयू इक्वल टु आरएस2 अब भीसीपीयू निकाल्न छ भने एसपीपीयू माइनस भीसीपीयू इक्वल टु 2 गरेर गर्ने तर हामीलाई छैन निकाल्नु भनेपछि 32000 डिवाइड 2 गर्दा 16000 चाहिँ केमा आयो युनिट्समा आयो बीपी युनिट चाहिँ 16000 आयो
त्यस्तै गरी के सोधेछ भन्दा सेल्स टु अर्न डिजायर प्रॉफिट आफ्टर ट्याक्स अफ आरएस 20,000 इफ ट्याक्स रेट इज 25% भनेछ नि हैन। यसलाई यता गरे मैले के सोधेछ अरे क्वेशन नम्बर 5 मा है, त्यसैको 5 मा के सोधेछ, प्रॉफिट दिएछ 20,000 अनि ट्याक्स दिएछ 25% भनेसी सेल्स कति छ इक्वल टु व्हाट वी हैव अथवा वी नो दैट लेख्ने। सेल्स भनेको फिक्स कस्ट प्लस प्रॉफिट 1 माइनस ट्याक्स डिवाइडेड बाइ पीवी रेशियो। यो गर्दाखेरि कति आउँछ भनेर गर्नु पर्यो। बीएफसी भनेको हाम्रो 32,000 थियो प्लस प्रॉफिट भनेको 20,000 भनेछ 1 माइनस 0.25 ट्याक्स भनेको 25% 0.25 भयो। पीवी रेशियो भनेको 0.2 छ। यति गर्दा चाहिँ आरएस मा कति आउँछ भन्दा 2,93,333.33। यो क्याल्कुलेसन गर्न चाहिँ जान्नु पर्यो है। पहिला यो 1 माइनस 0.25 गर्ने 20,000 डिवाइडेड बाइ जति एन्सर आएको थियो 0.75 गर्ने प्लस 32,000 डिवाइडेड बाइ 0.2 गर्दा डाइरेक्ट क्याल्कुलेसनबाटै आउँछ। 6 मा के सोधेछ, प्रॉफिट व्हेन सेल्स आर आरएस 5 लाख भनेछ। 6 मा सोधेछ प्रॉफिट इक्वल टु व्हाट सेल्स इक्वल टु आरएस 5 लाख सोधेछ भने के थाहा छ भन्दा यसमा हामीलाई ट्याक्स रेट भनेर दिएको छैन। ट्याक्स रेट दियो भने ट्याक्स रेट भएको फर्मुला लाउने, छैन भने यो फर्मुला लाउने एफसी प्लस प्रॉफिट अपन पीवी रेशियो। सेल्स दिएछ 5 लाख और लेखम फिक्स कस्ट भनेको 32,000 छँदै छ। प्रॉफिट हामीले निकाल्ने हो, पीवी रेशियो 0.2 छ। अब 0.2 इन्टु 5 लाख हुन्छ 0.2 इन्टु 5 लाख इक्वल टु 32,000 प्लस प्रॉफिट। यो गर्दा गुणन गर्दा कति आयो भन्दा 1 लाख आयो। माइनस कति गर्नु पर्यो, यो प्लसमा छ नि 32,000 यो माइनसमा यता आयो इक्वल टु प्रॉफिट प्लसमै छ प्रॉफिटै लेखियो और प्रॉफिट इक्वल टु और नै देयरफोर लेखे है त। प्रॉफिट 1 लाख माइनस 32,000 गर्दा कति आयो, आरएस मा आउँछ 68,000। यदि सेल्स चाहिँ 5 लाख छ भने प्रॉफिट चाहिँ 68,000 हुँदो रहेछ। यतिसम्म हामीले थाहा पाइयो। अब मैले यता गरेँ। अब के सोधेछ भन्दा मार्जिन अफ सेफ्टी इफ प्रॉफिट इज, अब 7 मा सोधेछ प्रॉफिट आरएस 25,000 अनि मार्जिन अफ एमओएस इक्वल टु व्हाट। हामीलाई के थाहा छ भन्दा वी नो दैट मार्जिन अफ सेफ्टी को फर्मुला के हो भन्दा प्रॉफिट अपन पीवी रेशियो। सीएम रेशियो भन्न नि सक्छन् कसैले, त्यो फरक पर्दैन है। प्रॉफिट हामीलाई कति दियो 25,000 दियो अनि 0.2 त हाम्रो छँदैछ इक्वल टु आरएस मा हुन्छ है। यो सीएम रेशियो अथवा पीवी रेशियोले भाग गर्ने भनेको त्यो आरएस मा आउँछ है। ल अब ग्रुप सी को बाँकी छ। ग्रुप सी को चाहिँ हामी अरु क्लासमा गर्छौं। पेपरको स्क्यान भन्दा पनि मैले यहाँ राखिदिन्छु, स्क्रिनशट लिनु है त, किनकि पुरा नगर्दै स्क्यान गर्नु अलि। ल क्वेशन नम्बर 13 उल्टोतिर त पो गरे त। ल आफै गर्ने हो भने है। ल ग्रुप सी को पनि गर्नुहुन्छ भने ल। ल आजलाई यति गरौँ। मन परेमा लाइक कमेन्ट सब्स्क्राइब गर्नुहोस्। अनि केही सुधार गर्नुपर्ने छ भने पनि कमेन्ट गर्दै गर्नु होला र प्र्याक्टिस चाहिँ गर्नु होला। प्र्याक्टिस मेक म्यान पर्फेक्ट भन्छन् नि, प्र्याक्टिस गर्यो भने चाहिँ जानिन्छ, नत्र जानिदैन। हिसाबहरू हो, प्र्याक्टिस जति गर्यो उति आउँछ। म पनि कुनै विज्ञ टिचर भन्यो होइन, त्यही साथीहरूलाई सिकाउने भनेर अलिअलि आफूले जे जानेछु हो मिलेछ जस्तो लाग्छ र मैले सिकाइरहेको छु। यो मेरो नि मिलेछ 100% मिलेछ चाहिँ भन्दिनँ है। ल सबैलाई बाई बाई।